जय शम्भु। आज चाहिँ म हजुरको आजको रिडिङमा चाहिँ एनर्जी कस्तो छ भनेर चेक गर्छु है त। जसलाई मिल्छ, जसको मिल्छ उहाँहरूले चाहिँ लाइक गरिदिनु होला है। आज आएको छ पेज अफ वान्स है, पेज अफ वान्स। सो पेज अफ वान्स भनेको चाहिँ हजुरमध्येमा धेरैजना चाहिँ यहाँ स्टुडेन्टहरू हुनुहुन्छ होला होइन। किनकि यो भनेको चाहिँ पढ्ने, रिसर्च गर्ने, कुनै कुराको बारेमा एकदम खोजी नीति गर्नुपर्ने खालको कार्ड हो होइन। सो धेरैजना चाहिँ स्टुडेन्टहरूसँग चाहिँ मिल्न जान सक्छ है। तपाईँ पढ्दै हुनुहुन्छ होला अहिले, अनि हजुरलाई पढ्नको लागि चाहिँ अलिकति केही गाह्रो भइरहेछ जस्तो छ है अहिले। इक्जामहरू हुनसक्छ अहिलेलाई होइन, अनि अथवा इक्जाम आउन लागेको पनि हुनसक्छ हजुरको होइन। सो केही चाहिँ हजुरलाई एकदमै गर्नलाई एकदमै अहिले एकदमै गाह्रो भइरहेछ है। यो कार्डले चाहिँ त्यही देखाउँछ। केही कुराको लागि एकदम लागि परेर गरिराख्नु भएको छ, एकदमै आफ्नो मेहनत गरेर होइन, 100 to 100% दिएर तपाईँले काम गरिराख्नु भएको छ होइन। पढिराख्नु भएको भए पनि सो नाइट अफ पेन्टिकल्स आएको छ। नाइट अफ पेन्टिकल्स भनेको चाहिँ एकदम राम्रो एनर्जी हो है। सो यो चाहिँ अलिकति पैसाको बारेमा भनेर भन्छ यसले चाहिँ होइन। सो पैसा हजुरको कसैले ल्याएर दिन लागेको छ हजुरहरूलाई भनेर पनि जान्न सकिन्छ यसले है। सो कतैबाट पैसा आउँदैछ पनि होला। सिक्स अफ सोर्ड्स आएको छ। सिक्स अफ सोर्ड्स भनेको चाहिँ कुनै समस्या थियो भने चाहिँ त्यसको बिस्तारै समाधान हुँदै जान्छ भनेर भन्छ यसले होइन। हाई प्रिस्टेसको कार्ड आएको छ। यसले चाहिँ हजुरको आफ्नो इन्ट्युसन, आफ्नो विचारमाथि चाहिँ एकदमै बिलिभ गर्नुहोस् होइन। तपाईँलाई जे लाग्छ मनमा त्यसमा चाहिँ एकदमै आफ्नो मनले सोचेको मात्रै गर्दै जानुहोस्। अरूको कुरा नसुन्नुहोस् दायाँ बायाँ भनेर भन्छ है। आफ्नो मनको सुन्नुहोस्, आफ्नो मनले चाहेको कुराहरू गर्नुहोस् भनेर भन्छ। हाई प्रिस्टेस सँगसँगै हाई प्रिस्टको पनि कार्ड आएको छ है। सो यो भनेको एकदमै राम्रो कार्ड हो। सो यो कार्डले चाहिँ हजुरको कुनै फलोवरहरू छ होइन, हजुरलाई फलो गर्छन् अरूले है भनेर भन्छ। अनि यो चाहिँ टिचरको कार्ड पनि हुनसक्छ है। सो टिचरको पनि एनर्जी आएको छ यसमा। कोही हजुरको गुरुहरू हुनुहुन्छ भने सो गुरुको पनि एनर्जी आएको छ है। सो हामीले अघि स्टुडेन्टको एनर्जीबाट सुरु गरेर अहिले गुरुको एनर्जीमा आइपुगेका छौँ होइन। सो लास्टमा चाहिँ हजुरको 9 अफ कप्स आएको छ होइन। 9 अफ कप्स भनेको एकदमै राम्रो एनर्जी हो है। सो यसले चाहिँ हेर्दाखेरि हजुरको यहाँनिर 5 अफ वान्समा चाहिँ अलिकति गाह्रो खालको सिचुएसन छ होइन। केही पढाइमा अलिकति दिक्क हुने खालको अथवा गाह्रो हुने खालको होइन सम्भावनाहरू छ। सो यो चाहिँ गुरु र स्टुडेन्टको रिलेसनसिप जस्तो आएको छ अहिले होइन।
अब तपाईँहरू कतिजनाहरूसँग हुनुहुन्छ होला यो है, मिल्छ कि मिल्दैन है, एकचोटि कमेन्ट गरिदिनुहोस् है त। थ्याङ्क यू फर वाचिङ। जय शम्भू।